फेरि पनि आइसकेछु। गुड मर्निङ। आज म नास्ता खाँदैछु। नास्ता त हामी डेली खान्छौँ थुक्पा होइन। धरानमा त बिहानै थुक्पा एकदम पर्फेक्ट होइन छ नि त। अनि आज चाहिँ चाउचाउ पकाएर खाऊँ न भन्नु बारे खान लागेको होइन। आफूले पकाएको त आफैलाई मिठो लाग्छ कि क्या हो। तिम्रो हातै यस्तो जादु होइन, यस्तो मिठो भएको छ। ल आउनु है मम्मी, आउनु ल। मम्मी पनि आउनु भएको छ होइन मसँग खानलाई। ल नास्ता त कस्तो यस्तो दामी छ कि त्यही त स्वाक पो छ हो। यस्तो मिठो छ एकदम कि मिठो छ। चाउचाउको रसमा खाएको। आज के हाल्यौ बुहारी तिमीले? आज माया माया पो हाल्यौ? जहिले माया हाल्छु नि मैले पाएको। म मिठो हुँदै हुँदैन भन्नु त। मिठो हुन्छ, मिठो हुन्छ। खानामा होइन जति मसला मर मसला जे हाले पनि नि मायाले पकाएको छ भने त्यो यति स्वाद हुन्छ। यस्तो मिठो हुन्छ कि रिसाले ड्याङ डुन्डुङ गरेर सबै थोक हालेर पकाएको छ भने त्यो नमिठै हुन्छ जे गरे पनि। होइन, म कहिले नखाने मान्छे पनि आज मलाई मिठो लाग्यो। कसरी मिठो लाग्यो होला त? यता छ मेरो आयन नाति हेरिरहेको छ खाना। कति खाउँ लागिसक्यो होला मेरो नातिलाई। उसलाई पनि देखाउनु पर्छ। हाम्रो च्यालेन्ज आउँछ भनेको च्यालेन्ज अब बिस्तारै बिस्तारै आउँछ होइन। अब यो चाउचाउ यस्तो मिठो हुँदो रहेछ। रस पनि मिठो क्या नि। रस पनि मासुको रस जस्तै मिठो। एकदम स्वादिष्ट। यस्तो दामी पकाउन त यो हातै पनि मिठो भयो होला हौ यिनको। हामी चाहिँ बिहान बिहान जहिले खाजा खाने गरेको छ होइन। म खाजा खाने अनि बल्ल खाना पकाउने। हाम्रो त वरिष्ठ यो जहिले यस्तै हो खाने। हाम्रो खाने कुरा यही हो। बिहान जहिले 8 बजेतिर नास्ता, ठ्याक्कै 11 बजे खाना। ल हेर्नु कुकुरले खामसाम जस्तो भएछ। मुख दबाउँदैछ हो। पछि ल पछि खाने ल हस्। यस्तो मिठो त। कहिले खाएकै थिएन भनौँ भने नि। खाना त खाइन्छ तर यति सजिलो चाहिँ खाएको थिएन। हो हो त। आज स्वादै मिठो खाने। जाडो भएर नि होला, बिहानै नुहाएर पनि होला।